क्वेसन धनुषा 3 का मतदाताले यसपटक तपाईलाई किन रोज्नुपर्ने, तपाईको मुख्य एजेन्डा के हो? यस्तो क्वेसनहरु सर अरु के छ भने विगतमा पटक पटक मन्त्री भइसक्नु भएको तर धनुषा 3 मा के हामीले त्यसरी एक दुईवटा प्रश्न भन्ने बित्तिकै विमलेन्द्र निधिज्यू कुलेलाम ठोक्नु भयो त्यहाँबाट। युवाहरू र नयाँ अनुहारलाई अवसर दिनुपर्ने आवाज उठिरहेको बेला फेरि तपाई नै किन विमलेन्द्र निधिज्यूलाई म जवाफ के फर्काउन चाहन्छु भने विमलेन्द्र निधिज्यू म टिआरपी को लागि होइन, जनताले गर्न चाहेको प्रश्न त्यति मात्र सोध्न निधि निवासमा पुगेको थिए। जनताले गर्न चाहेको प्रश्न यी नेताहरूले जवाफ दिने कि नदिने। नमस्ते, स्वागत छ एउटा पब्लिक खबर 24 मा। म आदित्य जैन। फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुन गइरहेको छ। यति बेला चाहिँ विभिन्न ती उम्मेदवारहरूले तीव्र गतिमा प्रचार गरिराख्नु भएको छ। यति बेला हामी धनुषाको निर्वाचन क्षेत्र नम्बर 3 मा छौं। धनुषा निर्वाचन क्षेत्र नम्बर 3 बाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिनुभएका विमलेन्द्र निधिज्यूको निधि निवास आइपुगेका छौं। जसरी विमलेन्द्र निधिज्यू पटक निर्वाचित भइसक्नु भएको छ, पटक मन्त्री भइसक्नु भएको छ, तर उहाँले चाहिँ ठोस कामहरू के गर्नु भएको छ, जनताको निमित्त परिवर्तनका निमित्त के कामहरू गर्नु भएको छ त र जनताले गर्न चाहेका प्रश्न विमलेन्द्र निधिज्यूसँग हामी यी क्यामेरा र माइकका मार्फत जनताको प्रश्न उहाँसँग सोध्न गइरहेका छौं। अब हामी गइरहेका छौं धनुषा निर्वाचन क्षेत्र नम्बर 3 बाट उम्मेदवारी दिनुभएका विमलेन्द्र निधिज्यूसँग सीधा प्रश्न गर्न स्पष्ट जवाफ दिन। क्वेसन धनुषा 3 का मतदाताले यसपटक तपाईलाई किन रोज्नुपर्ने, तपाईको मुख्य एजेन्डा के हो? यस्तो क्वेसनहरु सर अरु के छ भने तपाई विगतमा पटक पटक मन्त्री भइसक्नु भएको तर धनुषा 3 मा के हैन सर 2 मिनेट मात्र बस्दा हुन्थ्यो कि सर एजेन्डा छ सर धनुषा निर्वाचन क्षेत्र नम्बर 3 मा नेपाली कांग्रेसबाट विमलेन्द्र निधिज्यूले उम्मेदवारी दिनुभएको छ। जानकारी अनुसार विमलेन्द्र निधिज्यू दुई पटक धनुषा निर्वाचन क्षेत्र नम्बर 3 बाट निर्वाचित भइसक्नु भएको छ र पटक मन्त्री बनिसक्नु भएको छ। जनताले विमलेन्द्र निधिज्यूसँग गर्न चाहेको प्रश्नहरू लिएर हामी विमलेन्द्र निधिज्यूको निधि निवासमै पुगेका थिए। यी प्रश्नहरूको जवाफ लिन जति बेला हामी आफ्नो क्यामेरा माइकहरू ठिक पारे अन्तर्वार्ता लिनलाई त्यति बेला विमलेन्द्र निधिज्यू लगायत एकजना व्यक्तिले हामीसँग सोध्नुभयो प्रश्न के हो भनेर उहाँहरूले चाहिँ सोध्नु भयो। हामीले जसरी एक दुईवटा प्रश्न भन्ने बित्तिकै विमलेन्द्र निधिज्यू कुलेलाम ठोक्नु भयो त्यहाँबाट। उहाँले चाहिँ जवाफ दिन मान्नु भएन। भिडियो तपाईहरुले देखिसक्नु भयो अगाडिमा कि उहाँसँग प्रश्न गर्दा कसरी विमलेन्द्र निधिज्यू त्यहाँबाट